नमस्कार साथीहरु, आजको यस भिडियोमा म तपाईहरुलाई टियु को 2082 सालमा हुन गइरहेको 51th कन्भोकेसनको अनलाइन एप्लिकेसन फर्म कसरी भर्ने भन्ने बारेमा लाइभ तपाईहरुलाई म देखाउने छु फर्म कसरी भर्ने भनेर। साथीहरु, आज भन्दा केही दिन अगाडि मैले टियु को कन्भोकेसनको नोटिसको बारेमा भिडियो हालेको थिए। यो भिडियो टियु 51th कन्भोकेसन नोटिस 2082 भनेर यो नोटिस जुन टियुले प्रकाशन गरेको छ यसको बारेमा मैले विस्तृत रूपमा नोटिसमा भनिएका कुराहरु सबै ए टु जेड यो भिडियोमा भनेको थिए। सबै नोटिसहरुको बारेमा कृपया यो फर्म भर्नुभन्दा अगाडि यो भिडियो अनिवार्य रूपमा चेकआउट गर्नु होला, किनकि फर्म भर्नुभन्दा अगाडि तपाईहरुलाई आइडिया हुनुपर्ने हुन्छ को एलिजिबल छ फर्म भर्नको लागि, के डकुमेन्टहरु चाहिन्छ, अरु के प्रोसिड्युर रहेको छ भन्ने बारेमा सम्पूर्ण मैले कुराहरु यो भिडियोमा बताएको छु। त्यसैले फर्म भर्नुभन्दा अगाडि कृपया यो भिडियो पहिला हेर्नु होला। साथीहरु, फर्म भर्ने डेट 2082 साल भदौ 18 गतेदेखि 2082 साल असोज 31 गतेसम्म रहेको छ। तपाईहरुले 2082 साल असोज 31 गतेसम्म अनिवार्य रूपमा अनलाइन फर्म भर्न पर्ने छ। यसपाली 1.5 महिनाको समय दिएको छ टियुले, त्यसैले यसपाली डेट एक्सटेन्ड नहुन पनि सक्छ समय सकिसकेपछि। त्यसैले कृपया असोज 31 गते ड्यु डेट भित्र नै कृपया फर्म भर्नलाई अनुरोध गर्दछु। र साथीहरु, तपाईहरुलाई यहाँ जानकारीको लागि यहाँनेर यो स्क्रिनशट लिन सक्नुहुन्छ। तपाईहरुले अनलाइन फर्म भर्दाखेरि कति पैसा लाग्छ त भनेर यहाँनेर लेखिएको छ। तपाईहरु ब्याचलर लेभलको स्टुडेन्ट हुनुहुन्छ भने तपाईहरुलाई 3700 लाग्छ र यो अमाउन्टमा प्लस तपाईहरुले प्यारेन्ट्स लैजानुहुन्छ भने हरेक प्यारेन्ट्स लगे बापत 300 रुपैयाँ लाग्छ। यदि तपाईहरुले 2 जना प्यारेन्ट्स लैजानुहुन्छ भने 600 रुपैयाँ एक्स्ट्रा लाग्छ। भन्नुको मतलब ब्याचलर लेभलमा पढ्ने विद्यार्थी जसले 2 जना प्यारेन्ट्स लैजानुहुन्छ उहाँहरुको लागि 3700 प्लस 600 रुपैयाँ गरेर 4300 रुपैयाँ लाग्नेछ। यसरी नै मास्टर्स लेभल र पीएचडी लेभलको पनि तपाईहरुले हेर्न सक्नुहुन्छ यहाँनेरबाट है त। यसमा चाहिँ यो जुन अमाउन्ट यहाँ लेखिएको छ यसमा प्यारेन्ट्सको अमाउन्ट जोडिएको छैन। तपाईहरुले प्यारेन्ट्स लैजानुहुन्छ भने हरेक प्यारेन्ट्स बापत 300 रुपैयाँ एक्स्ट्रा लाग्छ। म्याक्सिमम 2 जना प्यारेन्ट्ससम्म लैजान सक्नुहुन्छ। एउटा एकदमै महत्त्वपूर्ण जानकारी गराउन चाहे साथीहरु, जो पनि विद्यार्थीहरु जो अहिले विदेशमा हुनुहुन्छ र उहाँहरु कन्भोकेसनको लागि नेपाल आउन खोजिरहनु भएको छ र उहाँहरुले विदेशबाटै फर्म भर्न खोज्नुहुन्छ भने तपाईहरुले यो फर्म भर्न मिल्दैन साथीहरु। किन मिल्दैन भन्दाखेरि तपाईहरुको टियु को अनलाइन फर्म भर्ने जुन वेबसाइट रहेको छ त्यो वेबसाइट नेपाल बाहेक बाहिरको देशबाट बाहिरको नेटवर्कबाट चल्दैन त्यो वेबसाइट। इभन तपाईहरुले VPN युज गर्नुभयो भने पनि त्यो वेबसाइट चल्दैन है साथीहरु। यो म तपाईहरुलाई अहिले लाइभ देखाउँछु केही बेरमा। त्यसैले यदि तपाईहरु विदेशमा हुनुहुन्छ, बाहिर हुनुहुन्छ र कन्भोकेसनको फर्म भर्न सकिरहनु भएको छैन, मिलिरहेको छैन भने कृपया स्क्रिनमा देखाइएको नम्बरमा पनि WhatsApp सम्पर्क गरेर तपाईहरुले फर्म भराउन सक्नुहुन्छ। ल त साथीहरु, अब म तपाईहरुको लागि लाइभ फर्म कसरी भर्ने भनेर देखाउन गइरहेको छु। कृपया भिडियो अन्तिमसम्म हेर्नु होला। अब भने ढिला नगरिकन सुरु गरौँ आजको यस भिडियोतर्फ। फर्म भर्नुभन्दा पहिला तपाईहरु चाहिँ आफूलाई चाहिने डकुमेन्टहरु चाहिँ रेडी गरेर फर्म भर्न बस्नु होला। तपाईहरुलाई के डकुमेन्ट चाहिन्छ भन्दाखेरि 1 नम्बरमा सिटिजनशिप चाहिन्छ, नागरिकता, अगाडि पछाडीकै स्क्यान गरेको नागरिकताको स्क्यान कपी चाहिन्छ। 2 नम्बरमा तपाईहरुलाई MRP साइजको व्हाइट ब्याकग्राउन्ड भएको फोटो चाहिन्छ र 3 नम्बरमा तपाईहरुलाई ट्रान्सक्रिप्ट चाहिने हुन्छ। र यदि तपाईहरु विदेशबाट पढ्नु भएको छ र इक्विभ्यालेन्स टियु को इक्विभ्यालेन्स लिनु भएको छ भने तपाईहरुलाई इक्विभ्यालेन्स सर्टिफिकेट पनि चाहिने हुन्छ। जो विद्यार्थीहरुले टियु बाहेक विदेशको अरु युनिभर्सिटीबाट ब्याचलर अथवा मास्टर्स सक्नु भएको छ र टियुमा इक्विभ्यालेन्स लिएर यो कन्भोकेसन एटेन्ड गर्न खोजिरहनु भएको छ भने उहाँहरुको लागि मात्र चाहिने हुन्छ यो इक्विभ्यालेन्स सर्टिफिकेट चाहिँ। उहाँहरुले त्यो पनि अपलोड गर्नुपर्ने हुन्छ। नभए नेपालमै टियुमा पढेका विद्यार्थीहरुको लागि भने नागरिकता, फोटो र ट्रान्सक्रिप्ट यी 3टा डकुमेन्ट भए पुग्छ। यो 3टै डकुमेन्टको साइज 1 MB भन्दा कम हुनुपर्छ। यदि 1 MB भन्दा बढी साइज भएको खण्डमा तपाईहरुले फाइल साइजलाई कम्प्रेस गरेर 1 MB भन्दा कम बनाउनु पर्ने हुनेछ, अनि मात्र यो डकुमेन्ट अपलोड गर्न मिल्नेछ। अब मैले लाइभ फर्म फिलअप गरेर देखाउन गइरहेको छु। यो पार्ट एकदमै इम्पोर्टेन्ट छ, कृपया भिडियो स्किप नगरिकन हेर्नु होला अन्तिमसम्म। सर्वप्रथम तपाईहरु आफ्नो मोबाइल अथवा ल्यापटप अथवा डेस्कटपको कुनै पनि वेब ब्राउजरमा गएर कन्भोकेसनको फर्म भर्नको लागि वेबसाइटको नाम रहेको छ student.tuexam.edu.np यो वेबसाइट हान्नु होला। यो वेबसाइटको लिंक म यसै भिडियोको डिस्क्रिप्सनमा पनि राखिदिने छु। यसरी यहाँ तपाईहरुको कन्भोकेसनको फर्म भर्ने वेबसाइट खोलिसकेको छ। सर्वप्रथम तपाईहरुले अब यहाँनेर युजर आइडी क्रिएट गर्नुपर्ने हुन्छ साथीहरु। आज भन्दा 1 साल अगाडि टियु को सिस्टम ह्याक भएको थियो। त्यसपछि भने टियुले आफ्नो सिस्टमलाई चाहिँ एकदमै अपग्रेड गरेको छ र एकदमै सेक्युर बनाएको छ। त्यसैले आज भन्दा 1-2 साल अगाडि चाहिँ तपाईहरुले कन्भोकेसनको फर्म भर्दा लगइन आइडी क्रिएट गर्न पर्दैन थियो। तर अब भने तपाईहरुले हरेक स्टुडेन्टले आफ्नो युनिक लगइन आइडी यानि कि युजर अकाउन्ट क्रिएट गरेर त्यहाँ भित्र लगइन भएर मात्र अनिखेर अनलाइन एप्लिकेसन दिन पर्ने हुनेछ। त्यसैले हामीले लगइन आइडी क्रिएट गर्न पर्ने हुन्छ। हामीले सर्वप्रथम लगइन आइडी क्रिएट गर्नको लागि यहाँ क्लिक गर्नु होला। इफ यु डोन्ट ह्याभ सबमिसन नम्बर प्लिज साइन अप हियरमा क्लिक गर्नु होला। साइन अप लेखिएको ठाउँमा आफूलाई कुन युजर आइडी राख्न मन लाग्छ त्यो युजर आइडी यहाँ हान्नु होला र सोही पासवर्डलाई कन्फर्म पासवर्ड भनेर लेखिएको ठाउँमा पनि हान्नु होला। यहाँ फुल नेम लेखिएको ठाउँमा स्टुडेन्टको पूरा नाम हान्नु होला।
फोन नम्बर हान्नु होला, मोबाइल नम्बर र यहाँनिर आफ्नो इमेल हान्नु होला। साथीहरु ध्यान दिनु होला, इमेल आफ्नो सही इमेल आइडी हान्नु होला। इमेल आइडी गलत भयो भने तपाईहरुले धेरै नै समस्या भोग्नुपर्ने हुन्छ पछि। त्यसैले यहाँनिर जे डिटेल भरेर साइन अप गर्दै हुनुहुन्छ त्यो चाहिँ एकदमै सही हानिरहनु भएको छ भनेर पहिला सुरु कन्फर्म गर्नु होला अनि बल्ल साइन अप गर्नु होला है त। अब म यहाँ साइन अपमा क्लिक गर्न गइरहेको छु। यसरी साइन अपमा क्लिक गरिसकेपछि तपाईहरुको सबमिसन नम्बर, युजर आइडी र पासवर्ड यहाँनिर आउँछ। सबमिसन नम्बर चाहिँ नयाँ जेनेरेट भएर आउँछ। युजर आइडी र पासवर्ड भने अघि तपाईले साइन अप गर्नु बेला जुन राख्नु भएको छ त्यही देखाउँछ यहाँनिर। यो एकदमै इम्पोर्टेन्ट रहेको छ, यसलाई कृपया स्क्रिनशट लिएर राख्नु होला। साइन अप गरिसकेपछि लगइन डिटेल तपाईहरुले इमेलमा पनि प्राप्त गर्न सक्नुहुन्छ। अघि साइन अप गर्दा जुन इमेल आइडी राख्नु भएको थियो उक्त इमेल आइडीमा तपाईहरुको लगइन डिटेल आउनेछ। यहाँनिर सबमिसन नम्बर देखाइएको छ, युजर आइडी देखाइएको छ र पासवर्ड देखाइएको छ। इमेल आइडीबाट पनि तपाईहरुले सबमिसन नम्बर, युजर आइडी र पासवर्ड प्राप्त गर्न सक्नुहुन्छ। अब भने यो सबमिसन नम्बर, युजर आइडी र इमेल आइडी हानेर तपाईहरुले लगइन गर्न पर्ने हुनेछ। त्यसको लागि तपाईहरु अब यहाँ गो ब्याक साइन इनमा जानु होला। यहाँनिर यसरी यहाँनिर कन्भोकेसन सर्भिसमा सबमिसन नम्बर, युजर आइडी र पासवर्ड नम्बर हान्न पर्ने हुन्छ। अब तपाईहरुले इमेलमा आएको अहिलेको सबमिसन नम्बर हानेर साइन इन गर्नु होला। यहाँ मैले पेस्ट गर्दै छु र युजर आइडी पासवर्ड मैले हानिसकेको छु। यहाँनिर यसरी साइन इनमा क्लिक गर्नु होला। धेरैजना विद्यार्थीहरुलाई यही साइन अप गर्न नै समस्या भएको हुन्छ। यसरी सक्सेसफुली साइन अप गरेर हामीले साइन इन गरिसकेपछि अब भने तपाईहरुले आफ्नो कुन लेभलको फर्म हो लेभल चुज गर्न पर्ने हुन्छ। ब्याचलरको कन्भोकेसन हो भने ब्याचलर चुज गर्नु होला। यसरी ब्याचलर चुज गरिसकेपछि अब तपाईहरुले आफ्नो यहाँनिर रजिस्ट्रेसन नम्बर हान्न पर्ने हुन्छ। यहाँनिर पनि धेरैजनाले गलत गरिरहनु भएको छ। तपाईहरुले रजिस्ट्रेसन नम्बर हान्दाखेरि ट्रान्सक्रिप्टमा भएको रजिस्ट्रेसन नम्बरमा जुन ड्याश हुन्छ त्यो उक्त ड्याश पनि हान्न पर्ने हुन्छ। धेरैजनाले चाहिँ यो ड्याश सिम्बल नहानेको कारणले गर्दाखेरि चाहिँ ट्रान्सक्रिप्ट देखाउँदैन। अब यो ड्याश पनि हानेर सर्च बटनमा क्लिक गर्नु होला। यहाँ स्टुडेन्टको डिटेल यहाँ देखाउँछ साथीहरु। यहाँ 4 BBS ग्रेस नम्बर देखाएको छ, रजिस्ट्रेसन नम्बर देखाएको छ, स्टुडेन्टको नाम देखाइसकेको छ। यसरी टिक गरिसकेपछि स्टुडेन्टको नाम अटोमेटिक यहाँ तल देखाउने छ यहाँनिर। अब इंग्लिशमा यहाँनिर नाम देखायो, नेपालीमा भने तपाईहरु आफैले म्यानुअली टाइप गर्न पर्ने हुनेछ। यसरी मैले नाम पनि राखिदिए। इमेल आइडी र फोन नम्बर यहाँ अलरेडी देखाउँछ। तपाईहरुले साइन अप गर्ने बेलामा चाहिँ जुन इमेल आइडी र मोबाइल नम्बर राख्नु भएको छ उक्त इमेल आइडी र मोबाइल नम्बर यहाँ देखाउँछ। अब तपाईहरुले यहाँनिर आफ्नो जेन्डर चुज गर्नु होला। नेसनालिटी नेपाली अटोमेटिक आएको छ यहाँनिर। टोखा 12 काठमाडौँ भन्ने मैले लेखेँ यहाँनिर। यो फर्मेटमा भर्नु होला एड्रेस। पहिला सुरु नगरपालिकाको नाम अथवा गाउँपालिकाको नाम, त्यसपछि वडा नम्बर र त्यसपछि जिल्लाको नाम भर्नु होला। अब यहाँ तपाईहरुको फी अटोमेटिक देखाएको छ साथीहरु। तपाईहरुले माथि अघि ब्याचलर सेलेक्ट गर्नु भएको छ, त्यही भएर ब्याचलर अनुसारको लाग्ने फी कति हो त्यो यहाँ अटोमेटिक देखाएको छ। अब यहाँनिर यो फी यहाँनिरबाट पनि तपाईहरुले रिकन्साइल गर्न सक्नुहुन्छ। यहाँ हेर्नु होला, ब्याचलरको लागि 2200 लाग्छ, सर्टिफिकेटको लागि गाउन र स्कार्फको लागि 1500 लाग्छ र यो गरेर 3700 रुपैयाँ भयो। र तपाईहरुले 2 जनासम्म म्याक्सिमम प्यारेन्ट्स लान मिल्छ। हरेक प्यारेन्ट्स लगे बापत 300 रुपैयाँ लाग्छ। अब यहाँ हेर्नु होला, 2200 कन्भोकेसनको फी र सर्टिफिकेटको फी भयो, 1500 रुपैयाँ गाउन बापतको भयो र एकजना प्यारेन्ट्स लगे बापत तपाईको 300 रुपैयाँ लाग्छ। अब उहाँ 2 जना प्यारेन्ट्स लाने हो भने तपाईहरुको 600 रुपैयाँ लाग्छ यहाँनिर। त्यो गर्दाखेरि तपाईहरुको यहाँनिर 4300 अटोमेटिक देखाउँछ यहाँनिर है त। 3700 त नर्मल फी भइहाल्यो। 2 जना प्यारेन्ट्स लगे बापत 3700 प्लस 600 रुपैयाँ गरेर तपाईहरुको 4300 रुपैयाँ यहाँनिर अटोमेटिक देखाउँछ। यदि एकजना प्यारेन्ट्स लाने हो भने तपाईहरुको 4000 लाग्छ यहाँनिर। यस्तो छ है त। अब यो भयो, ग्रेस नम्बर अटोमेटिक देखाउँछ यहाँनिर। इयर 0 देखाउँछ। यहाँ यो चाहिँ पासिङ इयर देखाउनु पर्ने थियो यहाँनिर चाहिँ कसैको 0 देखाएको छ। यसलाई एडिट गर्न मिल्दैन, केही फरक पर्दैन साथीहरु यसले गर्दाखेरि। यहाँ ट्रान्सक्रिप्ट इस्यु नम्बर अलरेडी देखाइरहेको छ। ट्रान्सक्रिप्ट इस्यु भएको डेट अलरेडी यहाँनिर देखाउँछ तपाईहरुको। यहाँनिर भने पास्ट डिभिजन देखाउँछ। यहाँ विद्यार्थीको भने पास्ट डिभिजन देखाएको छैन। कोही यस्तो समस्या आइरहेको छ। धेरैजनाले मलाई कमेन्टमा पनि भन्नुभएको थियो पास्ट डिभिजन देखाएको छैन र यहाँनिर पासिङ इयर पनि देखाएको छैन भनेर भन्नुभएको छ साथीहरु। यस्तो खण्डमा के गर्ने भन्दाखेरि तपाईहरु कन्भोकेसन अहिले फर्म भर्दाखेरि नर्मल रूपमा जसरी भर्न मिल्छ त्यसरी नै भर्नु होला अहिले चाहिँ। अब यसको सोलुसन के छ त भन्दाखेरि कन्भोकेसन भरिसकेपछि तपाईहरुको चाहिँ गाउन लिने बेलामा चाहिँ तपाईहरु टियु को परीक्षा नियन्त्रण कार्यालय बल्खुमा गएर गाउनको लागि चाहिँ तपाईहरुले गाउन कलेक्ट गर्ने बेलामा चाहिँ यो फर्म भरिसकेपछि एउटा पीडीएफ जेनेरेट हुन्छ। उक्त पीडीएफलाई सबमिट गर्न पर्ने हुन्छ। त्यो पीडीएफमा सबमिट गरिसकेपछि त्यहाँनिर उनीहरुले डिटेल हेरेर फर्मलाई भेरिफाई गर्नुहुन्छ टियुको कर्मचारीहरुले। त्यो बेलामा चाहिँ तपाईहरुले चाहिँ मेरो इयर र पासिङ इयर र पास्ट डिभिजन देखाएको थिएन फर्म भर्दाखेरि, मैले हाल्न मिलेन, इनपुट गर्न मिलेन मैले यहाँ आफैले टाइप गर्न। त्यसैले कृपया तपाईहरु चाहिँ त्यहाँनिर ट्रान्सक्रिप्ट अनुसारको पासिङ इयर र पास्ट डिभिजन चाहिँ राखिदिनु होला भनेर तपाईहरुले रिक्वेस्ट गर्नुभयो भने त्यतिखेर तपाईहरुको फर्म भेरिफाई गर्ने बेलामा टियुको अफिसियलहरुले चाहिँ टियुको अफिसियल स्टाफहरुले चाहिँ तपाईहरुको चाहिँ यो डिटेलहरु चाहिँ त्यहाँ राखिदिनु हुनेछ है त। यसको लागि पनि केही समस्या भएन। गाउन लिने जाने बेलामा
यो जुन फर्म छ यो फर्मको चाहिँ PDF सबमिट गर्नुपर्ने हुन्छ। उक्त PDF सबमिट गर्ने बेलामा चाहिँ उहाँहरूलाई चाहिँ टियुको कर्मचारीहरूलाई तपाईहरुले यसको लागि चाहिँ अपडेट गरिदिनु पर्यो ट्रान्सक्रिप्ट अनुसारको भनेर अनुरोध गर्नुपर्ने हुन्छ है। अब यहाँनिर अर्को इम्पोर्टेन्ट कुरा रहेको छ रिफन्ड बैंक अकाउन्ट डिटेल भनेर छ साथीहरु। यो चाहिँ के छ भन्दाखेरि जस्तै तपाईहरुले कन्भोकेसनको लागि जति पैसा तिर्नुहुन्छ, सपोज यो स्टुडेन्टको केसमा यहाँनिर 4300 भयो कन्भोकेसनको फी टोटल। यो 4300 मध्ये 1500 रुपैयाँ चाहिँ तपाईहरुले गाउनको लागि बुझाएको हुन्छ, ठीक छ। अब यो गाउनको लागि बुझाएको 1500 रकम मध्ये चाहिँ तपाईहरुले गाउन त पछि फिर्ता गर्नुपर्ने हुन्छ। गाउन घर लिएर गए पनि तपाईहरुले चाहिँ कन्भोकेसन सकेको 1 हप्ता या 10 दिन भित्र कति टाइम दिएको हुन्छ, उक्त टाइम भित्रमा चाहिँ टियुलाई त्यो गाउन फिर्ता गरिसक्नुपर्ने हुन्छ। अब गाउन फिर्ता गरिसकेपछि यो जुन गाउनको लागि हामीले तिरेको रकम चाहिँ रिफन्ड आउँछ, तपाईहरुको फिर्ता आउँछ बैंक खातामा। त्यसको लागि चाहिँ 1500 तपाईले पहिला बुझाएको हुन्छ। त्यो 1500 मा तपाईहरुको 300 रुपैयाँ कट्टी गरेर चाहिँ मेन्टेनेन्स चार्ज काटेर 1200 रुपैयाँ चाहिँ तपाईको बैंक अकाउन्टमा चाहिँ फिर्ता आउँछ तपाईहरुले कन्भोकेसनको त्यो गाउन फिर्ता गरिसकेपछि है त। त्यसैको लागि चाहिँ तपाईहरुले चाहिँ कुन बैंक अकाउन्टमा चाहिँ पैसा रिफन्ड आउने भनेर यहाँनिर हाल्न पर्ने हुन्छ। तपाईहरुको स्टुडेन्टको नाम यहाँ एडिट गर्न मिल्दैन, अलरेडी देखाउँछ। रिफन्ड बैंक नाम भनेर हाल्नु पर्ने हुन्छ। तपाईको कुन बैंकमा खाता छ उक्त बैंकको यहाँनिर नाम हाल्नु होला र आफ्नो बैंकको ब्रान्चको नाम हाल्नु होला, कुन ब्रान्च हो यो भनेर। रिफन्ड बैंक अकाउन्ट नम्बर यहाँनिर आफूले हाल्नु होला र अब तपाईहरुले यहाँनिर चाहिँ टियुको परीक्षा नियन्त्रण कार्यालयको कुन बैंक अकाउन्टमा जम्मा गर्ने भनेर भनिएको हो। टियुको दुईटा खाता छ, एउटा नेपाल बैंक लिमिटेडमा खाता छ, अर्को ग्लोबल आइएमबी बैंकमा खाता छ। तपाईहरुले टियुको जुनसुकै बैंक अकाउन्टमा पनि पैसा जम्मा गर्न सक्नुहुन्छ। म यहाँनिर ग्लोबल आइएमबी बैंक सेलेक्ट गर्दै छु। ल त साथीहरु, अब यो त भयो हाम्रो डिटेलहरु भर्ने सबै प्रोसिड्युरहरु भयो। अब भने हाम्रो अर्को पार्ट रहेको छ डकुमेन्ट अपलोड गर्ने। यो पनि एकदमै इम्पोर्टेन्ट रहेको छ। धेरै जना स्टुडेन्टहरुको चाहिँ गलत भएको छ डकुमेन्ट अपलोड गर्दाखेरि। डकुमेन्ट अपलोड गर्दा गलत भयो भने तपाईहरुको फर्म भेरिफाई हुँदैन, फर्म रिजेक्ट हुन्छ। एकदमै ध्यान दिएर सुन्नु होला। भिडियो राम्रो लागिरहेको छ भने कृपया भिडियोलाई लाइक गरिदिनु होला, साथै च्यानल पनि सब्स्क्राइब गरिदिनु होला। साथसाथै यो भिडियो पनि आफ्नो साथीभाइ तथा कलेजको ग्रुपहरुमा फ्रेन्ड सर्कलमा पनि शेयर गरिदिनु हुनलाई अनुरोध गर्न चाहे। अब यहाँनिर जाम साथीहरु, यहाँनिर तपाईहरुले 3टा डकुमेन्ट अपलोड गर्न पर्ने हुन्छ। मैले तपाईहरुलाई अघि नै पनि भनेको थिएँ 3टा डकुमेन्टहरु रेडी गरेर बस्नु होला भनेर, नागरिकता, फोटो र आफ्नो ट्रान्सक्रिप्ट। अब यहाँ तपाईहरुले अपलोड गर्न पर्ने हुन्छ। ट्रान्सक्रिप्ट, नागरिकता र तपाईहरुको एमआरपी फोटो अपलोड गर्दाखेरि हरेक डकुमेन्ट तपाईहरुको म्याक्सिमम 1 MB को मात्र साइज हुनुपर्ने हुन्छ। यदि 1 MB भन्दा बढी फाइल साइज भयो भने तपाईहरुको डकुमेन्ट अपलोड हुँदैन। त्यसको लागि तपाईहरुले चाहिँ फाइललाई चाहिँ कम्प्रेस गरेर 1 MB भन्दा कम बनाउनु पर्ने हुन्छ, तब बल्ल अपलोड हुन्छ। अब म यहाँ ट्रान्सक्रिप्ट अपलोड गर्न गइरहेको छु। चुज फाइलमा क्लिक गर्नु होला यहाँनिर। यसरी मैले यहाँनिर ट्रान्सक्रिप्ट सिलेक्ट गरे। ट्रान्सक्रिप्ट सिलेक्ट गरिसकेपछि साइडमा ट्रान्सक्रिप्टको यहाँनिर तपाईहरुले आइकन पनि देख्न सक्नुहुन्छ, एउटा थम्बनेल आउँछ ट्रान्सक्रिप्टको। अब यहाँनिर सिटिजनशिप सिलेक्ट गर्नु भनेर भनिएको छ। यदि तपाईहरु विदेशी नागरिक हो भने चाहिँ तपाईहरुले पासपोर्ट अथवा इन्डियन नागरिक हो भने आधार कार्ड सिलेक्ट गर्नुपर्ने हुन्छ। नेपाली स्टुडेन्ट हो, नेपालमै बसेर पढेको नेपाली स्टुडेन्ट हो भने सिटिजनशिप अपलोड गर्नु होला। चुज फाइलमा क्लिक गरेर फाइल सिलेक्ट गर्नु होला। सिटिजनशिप अपलोड गर्दा अगाडि र पछाडिको दुईटै स्क्यान गरेको सिटिजनशिप हुनुपर्छ। अगाडि र पछाडिको दुईटै भागलाई एउटा जेपीजी अथवा पीडीएफ फाइल बनाएर त्यसलाई तपाईहरुले अपलोड गर्नुपर्ने हुन्छ। सिटिजनशिप अपलोड गरिसके, साइडमा देखाइसकेको छ यहाँनिर। अब तपाईहरुले एमआरपी फोटो अपलोड गर्नुपर्ने हुन्छ। ध्यान दिनु होला साथीहरु, एमआरपी फोटो अपलोड गर्दा तपाईहरुको ब्याकग्राउन्ड भने व्हाइट हुनुपर्छ। व्हाइट ब्याकग्राउन्ड भएको छैन भने तपाईहरुको फोटो लिक्दैन। त्यही भएर व्हाइट ब्याकग्राउन्ड भएको एमआरपी फोटो अपलोड गर्नु होला। यसरी मैले यहाँनिर फोटो पनि अपलोड गरे र साइडमा पनि यहाँनिर देखाइसकेको छ। ल हेर्नु है त, मैले ट्रान्सक्रिप्ट अपलोड गरे, सिटिजनशिप अपलोड गरे र फोटो अपलोड गरे। तीनटै डकुमेन्ट यहाँनिर साइडमा देखाइसकेको छ। अब हाम्रो सबै फर्म भर्ने कामहरु भने भइसकेको छ। अब एकचोटी सबै आफ्नो डिटेल फेरि पुनः चेक गर्नु होला। यदि केही पनि गलत भएको छ भने तपाईहरुले सच्याउन मिल्दैन सबमिट गरिसकेपछि। त्यसैले सुरुमै एकदमै ध्यान दिएर हेर्नु होला सबै विवरणहरु है त। अब यति गरिसकेपछि तपाईहरुको सबै डकुमेन्टहरु डिटेलहरु ठीक लाग्छ भने यहाँनिर टिक लगाएर I hereby declare that all the information provided by me is true and correct to the best of my knowledge। सबै डिटेलहरु ठीक छ भनेर तपाईहरुले यहाँनिर एउटा डिक्लेरेसन दिन पर्ने हुन्छ। त्यसको लागि यहाँनिर टिक लगाउनु होला। यसरी टिक लगाइसकेपछि यहाँनिर सबमिट वाला अप्सन देखाउँछ। अब यो फाइनल सबमिट हो साथीहरु। यहाँनिर सबमिट गरिसकेपछि तपाईहरुले यो विवरणहरु सच्याउन मिल्दैन। त्यसैले एकदमै ध्यान दिएर सबमिट गर्नु होला। यहाँनिर सबै डिटेलहरु एकचोटी चेक गर्नु होला। डकुमेन्टहरु अपलोड गरेको डकुमेन्ट ठीक छ कि छैन एकचोटी फेरि पनि चेक गर्नु होला। अब म यहाँ सबमिटमा क्लिक गर्न गइरहेको छु। यसरी सबमिटमा क्लिक गरिसकेपछि यहाँनिर तपाई सबमिट गर्न चाहनुहुन्छ त एकचोटी सबमिट गरिसकेपछि यो डाटाहरु यो रेकर्डहरु परिवर्तन गर्न मिल्दैन भनेर भनिएको छ। तपाईले यस क्लिक गर्नु होला। अब यहाँनिर यस क्लिक गरिसकेपछि केही पनि डाटा तपाईहरुले चेन्ज गर्न मिल्दैन। यसरी यस क्लिक गरिसकेपछि तपाईहरु देख्न सक्नुहुन्छ सबमिटेड सक्सेसफुली भनेर भनिएको छ। फर्म सबमिट भयो। अब फर्म सबमिट भइसकेपछि एडिट गर्न मिल्दैन तपाईहरुले। फर्म सबमिट भएपछि नेक्स्ट स्टेप भनेको तपाईहरुले पेमेन्ट गर्नुपर्ने हो। टियुको फी पेमेन्ट गर्नुपर्ने हुन्छ। फर्म चाहिँ सबमिट भयो तर पेमेन्ट भएको छैन अहिलेसम्म पनि। अब पे गर्नुपर्ने हुन्छ। पे फीमा क्लिक गर्नु होला यहाँनिर। यसरी पे फीमा क्लिक गरिसकेपछि तपाईहरुले फेरि यस क्लिक गरेर अगाडि बढ्नु होला।
अब यसरी तपाईहरुको यहाँनेरि दुईटा अप्सन देखाउँछ पेमेन्ट गर्नको लागि। एक नम्बरमा कनेक्ट आईपीएस को अप्सन देखाएको छ भने दुई नम्बरमा नेपाल पे को क्यूआर स्क्यान गरेर पनि मोबाइल बैंकिङबाट पे गर्न सक्नुहुन्छ साथीहरु। यहाँनेरि एकदमै ध्यान दिनु होला, धेरैजना विद्यार्थीले कमेन्ट गर्नु भएको छ कि मोबाइल बैंकिङबाट पे गर्दाखेरि चाहिँ पैसा मोबाइल बैंकिङबाट पैसा काट्यो तर फर्म चाहिँ सक्सेसफुल भएन भनेर भन्नु भएको छ। त्यही भएर मोबाइल बैंकिङबाट कहिलेकाहीँ एरर आइरहेको छ पेमेन्ट गर्नको लागि। त्यही भएर तपाईहरुले चाहिँ कनेक्ट आईपीएस नै युज गर्नु होला। मैले अहिलेसम्म जतिवटा विद्यार्थीहरुको फर्म भरिदिए सबैको कनेक्ट आईपीएस युज गरेर पेमेन्ट गरेको छु। यसबाट कुनै पनि समस्या आएको छैन। त्यसैले कृपया कनेक्ट आईपीएसबाट नै पेमेन्ट गर्नलाई म रिक्वेस्ट गर्छु। यसरी कनेक्ट आईपीएस मा आफ्नो युजर आईडी हानेर साइन इन गर्नु होला। आफ्नो युजर आईडी र पासवर्ड हानेर साइन इन मा क्लिक गर्नु होला। यहाँ तपाईहरुको यस्तो इन्टरफेस खुल्ने छ। अब भने तपाईहरुले बैंक अकाउन्ट सेलेक्ट गर्न पर्ने हुन्छ, कुन चाहिँ बैंक अकाउन्टबाट पैसा काट्ने भनेर। तपाईहरुको कनेक्ट आईपीएस मा लिंक भएको मल्टिपल बैंक अकाउन्ट मध्ये कुनै एउटा बैंक अकाउन्ट सेलेक्ट गर्नु होला। तपाईहरुको जतिवटा बैंक अकाउन्ट लिंक छ कनेक्ट आईपीएस मा त्यतिवटै बैंक अकाउन्ट यहाँ देखाउने छ। म भने एउटा बैंक सेलेक्ट गरेर सबमिट मा क्लिक गरिरहेको छु। कनेक्ट आईपीएस मा रजिस्टर्ड भएको मोबाइल नम्बरमा ओटीपी आउनेछ। उक्त ओटीपी लाई यहाँ हानेर सबमिट मा क्लिक गरिदिनु होला। सबमिट मा क्लिक गरिसकेपछि यो पेजलाई तपाईहरु रिफ्रेश नगर्नु होला र ब्याक बटन पनि प्रेस नगर्नु होला। यतिकै एकछिन छोड्दिनु होला। पेमेन्ट सक्सेसफुल भइसकेपछि यस्तो इन्टरफेस देखाउँछ। यहाँनेरि सुरुमा फर्म भर्दा जे डिटेल भरेको थियो त्यस्तै डिटेलहरु देखाउँछ। तपाईहरु अब लास्टमा जानु होला र यहाँ तपाईहरुले अब चेक पेमेन्ट भन्ने अप्सन छ, चेक पेमेन्टमा क्लिक गर्नु होला। पीएफई मा क्लिक नगर्नु होला किनकि हामीले पेमेन्ट गरिसकेका छौं। अब फेरि डबल पेमेन्ट नगर्नु होला। चेक पेमेन्टमा क्लिक गरेर पेमेन्ट भेरिफाई गर्नु होला। त्यहाँनेरिबाट चेक पेमेन्टमा मैले क्लिक गरे, माथि देखाइएको छ ट्रान्ज्याक्सन सक्सेसफुल भनेर। यसरी मेरो ट्रान्ज्याक्सन पेमेन्ट भएको ट्रान्ज्याक्सन सक्सेसफुली भेरिफाई भइसकेको छ र यहाँ दुईटा पीडीएफ पनि जेनेरेट भइसकेको छ। एउटा प्रिन्ट स्टुडेन्ट डिटेल, अर्को प्रिन्ट स्टुडेन्ट कार्ड भनेर एकदमै इम्पोर्टेन्ट पीडीएफ छ। दुईटै इम्पोर्टेन्ट पीडीएफहरुलाई यसलाई प्रिन्ट गरेर यानी कि पीडीएफमा सेभ गरेर ल्यापटपमा राख्नु होला र यसलाई प्रिन्ट निकाल्नु होला। म सेभ गर्न गइरहेछु छु। एउटा कुरा फेरि ख्याल गर्नु होला, यहाँनेरि पेमेन्ट इज सक्सेसफुल अवेटिङ अप्रुभल भनेर भनिएको छ साथीहरु। यो भनेको के भन्दाखेरि तपाईहरुको पेमेन्ट सक्सेसफुल भइसक्यो तर तपाईहरुको यो फर्म चाहिँ टियूले भेरिफाई गर्न बाँकी छ। तपाईले अपलोड गर्नुभएको डकुमेन्ट र भर्नुभएको डिटेल टियूले भेरिफाई गरिसकेपछि मात्रै तपाईहरुलाई चाहिँ गाउन दिइन्छ। तपाईहरुलाई गाउन दिने बेलासम्ममा यो भेरिफाई भइसक्छ है त। अब म तपाईहरुलाई स्टुडेन्ट कार्ड प्रिन्ट गरेर देखाउन गइरहेको छु। यसलाई पीडीएफ मा सेभ गर्न आउँदैन भने हेर्नु होला। यसलाई यहाँनेरि क्लिक गर्नुस्, त्यहाँनेरि प्रिन्ट स्टुडेन्ट कार्ड भनेर लेखिएको ठाउँमा। त्यसपछि यस्तो अप्सन खुल्ने छ। राइट साइडमा सबैभन्दा माथि सेभ एज पीडीएफ भन्ने अप्सन चुज गर्नु होला र सेभ बटनमा क्लिक गर्नु होला र यो पेजलाई कुनै एउटा नेम दिएर कुनै नाम दिएर सेभ गर्नु होला है त। यसरी मैले यसको नाम स्टुडेन्ट कार्ड भनेर लेखेँ र सेभ गरिदिएँ। अब भने साथीहरु हाम्रो सम्पूर्ण काम सकिसकेको छ। सुरुदेखि लास्टसम्मको ए टु जेड मैले तपाईहरुलाई देखाएँ कसरी फर्म भर्ने भनेर। अब तपाईहरुले केही पनि गर्नुपर्ने जरुरी छैन। अब चाहिँ तपाईहरुले यो दुईटा जुन सेभ गर्नुभएको पीडीएफ छ स्टुडेन्ट कार्ड र स्टुडेन्ट डिटेल्स भनेको र यसलाई चाहिँ तपाईहरुले प्रिन्ट गर्नु होला। यो स्टुडेन्ट कार्ड किन इम्पोर्टेन्ट छ अब हेर्नु होला। यहाँनेरि विभिन्न स्टुडेन्ट कार्डमा विभिन्न अरु डिटेलहरु छ। यहाँनेरि जस्तै सुरुमा तपाईहरुको पार्टिसिपेसन कार्ड भनेर छ, माथि देख्न सक्नुहुन्छ। जुन दिन कन्भोकेसन हुन्छ त्यो दिन तपाईहरुलाई यो कार्डमा चाहिँ टियूले स्ट्याम्प लगाएर दिन्छ यहाँनेरि। र तल रहेको छ सर्टिफिकेट कलेक्सन कार्ड। कन्भोकेसनको दिन तपाईहरुलाई डिग्री सर्टिफिकेट यानी कि कन्भोकेसन सर्टिफिकेट प्रदान गरिनेछ। उक्त दिन चाहिँ तपाईहरुलाई चाहिँ यहाँनेरि स्ट्याम्प लगाएर टियूले चाहिँ अनिखेर कन्भोकेसन सर्टिफिकेट दिन्छ भने तल रहेको छ अर्को गाउन हायर कार्ड फर स्टुडेन्ट भनेर लेखिएको छ। तपाईहरुले कन्भोकेसन हुनुभन्दा केही दिन अगाडि केही हप्ता अगाडि चाहिँ गाउन कलेक्ट गर्नुपर्ने हुन्छ। त्यो दिन टियूले तपाईहरुलाई त्यहाँ स्ट्याम्प लगाएर दिन्छ। यो तलको गाउन हायर कार्ड फर ओसीओई भने चाहिँ यो चाहिँ गाउन हायर कार्ड, यो चाहिँ एउटा कपी हो। यो चाहिँ त्रिभुवन विश्वविद्यालयले आफूसँग राख्छ। यो कपी चाहिँ माथिको स्टुडेन्ट वाला कपी स्टुडेन्टलाई दिइन्छ भने गाउन हायर कार्ड फर ओसीओई भने चाहिँ टियूले आफूसँग राख्छ। यो कपी चाहिँ यो त भयो। तपाई यो माथिको हेर्नु होला। फेरि भन्छु, यो स्टुडेन्ट कपी स्टुडेन्टलाई दिइन्छ, ओसीओई कपी टियूले राख्छ। अर्को छ गाउन रिटर्न कार्ड स्टुडेन्टको लागि। तपाईहरुले कन्भोकेसन भएपछि गाउन फिर्ता गर्नुपर्ने हुन्छ। त्यो दिनमा चाहिँ तपाईहरुले फिर्ता गर्ने बेलामा टियूले यो पेजमा चाहिँ यहाँ तल छाप हानेर तपाईहरुलाई चाहिँ गाउन फिर्ता गरेको प्रमाणित गरिदिन्छ। यो चाहिँ यो कपी चाहिँ स्टुडेन्टलाई दिइन्छ, गाउन रिटर्न कार्ड फर स्टुडेन्ट भनेको। यस्तै अर्को पनि पीडीएफ रहेको छ तल लास्टमा हेर्नु होला। यो चाहिँ गाउन रिटर्न फर स्टुडेन्ट भयो। तल अर्को रहेको छ गाउन रिटर्न फर ओसीओई भनेर लेखिएको छ। यो कपी चाहिँ यो रिटर्न कार्डको कपी चाहिँ त्रिभुवन विश्वविद्यालय र आफूसँग राख्छ एउटा। यो कपी चाहिँ यो चाहिँ आफूले राख्ने कपी भयो ओसीओई लेखेको चाहिँ। अनि यो चाहिँ स्टुडेन्टलाई दिइन्छ। यसरी तपाईहरुको चाहिँ यहाँ विभिन्न अरू कार्डहरु रहेको छ। गाउन हायर कार्ड फर स्टुडेन्ट पनि एउटा स्टुडेन्टको लागि छ। अर्को गाउन हायर कार्ड ओसीओई यो टियूको लागि छ भने गाउन रिटर्न कार्ड पनि एउटा स्टुडेन्टको लागि छ, एउटा
टियुको लागि चाहिँ ओसिओई भनेको। यसरी विभिन्न पार्टिसिपेसन कार्ड, सर्टिफिकेट कलेक्सन कार्ड, गाउन हायर कार्ड र गाउन रिटर्न कार्ड भनेर 4वटा कार्डहरू यहाँनिर रहेको छ। त्यसैले यो PDF एकदमै इम्पोर्टेन्ट छ, यसलाई प्रिन्ट गरेर आजै राख्नु होला साथीहरू। ल त साथीहरू, यो भिडियोमा मैले तपाईहरुलाई A to Z सुरुदेखि अन्तिमसम्म फर्म कसरी भर्ने भनेर सबै कुरोको बारेमा जानकारी दिएँ। अझै पनि तपाईहरुलाई केही डाउट लागेको छ, केही कुरा बुझ्नु भएको छैन भने कृपया कमेन्ट गर्नु होला, म त्यो कमेन्टको रिप्लाई दिनेछु। अनिखेर यो भिडियोलाई आफ्नो साथीभाइहरुमाझ पनि शेयर गरिदिनु होला। भिडियो राम्रो लागेमा भिडियोलाई लाइक गरिदिनु होला, साथै च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। आफ्नो साथीभाइहरुलाई आफ्नो कलेजको ग्रुपमा, आफ्नो सर्कलमा यो भिडियो सक्दो शेयर गरेर सबैको पहुँचमा पुर्याइदिनु होला, ताकि स्टुडेन्टहरु आफैले आफ्नो कन्भोकेसनको फर्म आफैले घर बसी भर्नलाई सजिलो होस्। साथीहरु, भिडियो सुरुदेखि अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै आजको लागि भने यो भिडियोबाट बिदा माग्न चाहन्छु साथीहरु। हजुरहरुको कन्भोकेसन राम्रो रहोस्। कन्भोकेसनको के कस्तो हुन्छ कन्भोकेसन, त्यसको आफ्नो एक्सपिरियन्स पनि कन्भोकेसन भएपछि भिडियोमा कमेन्ट गरेर बताउनु होला भन्दै आजको लागि फेरि पनि धेरै धेरै धन्यवाद भन्दै आजको लागि यस भिडियोबाट बिदा माग्न चाहन्छु साथीहरु। हस् त साथीहरु, थ्यांक यू, टेक केयर, गुड बाई। हजुरहरुको दिन शुभ रहोस्।